स्वागत छ ग्लोबल डायरीमा। यो नेपालीहरूले बनाएको आफ्नै सामाजिक प्लेटफर्म हो जहाँ तपाईँ फोटो, कथा र अनुभव सेयर गर्न, नयाँ खबर पढ्न, जब्स खोज्न, इभेन्ट्स र अफर्स हेर्न सक्नुहुनेछ। आजै पोस्ट गर्न सुरु गर्नुहोस्। तपाईँहरूको हरेक योगदानले नेपाललाई डिजिटल विश्वमा अघि बढाउँछ। रजिस्ट्रेसन गरेर युजर प्रोफाइल कसरी सेट गर्न सकिन्छ भन्नेतर्फ प्रथम ब्राउजरमा गएर globaldiary.com टाइप गर्नुहोला। त्यसपछि हजुरहरूले यहाँ साइन अप गर्ने अप्सन देख्न सक्नुहुन्छ। पहिलो भनेको फुल नेम, इमेल एड्रेस, पासवर्ड अथवा फोन नम्बर राखेर पासवर्ड राखेर सेम टिपी गरेर हजुरले साइन अप गर्न सक्नुहुनेछ। अर्को भनेको हजुरले तल जानुभयो भने कन्टिन्यू विथ गुगल आइडीबाट पनि साइन अप गर्न सक्नुहुनेछ। अर्को भनेको कन्टिन्यू विथ एप्पल आइडीबाट पनि साइन अप गर्न सक्नुहुनेछ र अन्तिममा सेन्ड ओटिपी कोड गरेर हजुरले साइन अप गर्न सक्नुहुनेछ। यो हो हाम्रो एप्लिकेसनको ड्यासबोर्ड। लेफ्ट साइडमा विभिन्न फिचरहरू देख्न सक्नुहुनेछ र बिचमा हजुरले न्युज फिडहरू भिजिट गर्न सक्नुहुनेछ र राइट साइडमा हजुरले टपमा जानुभयो भने हजुर प्रोफाइल सेक्सन छ। त्यहाँ जानुभयो भने चाहिँ टाइम लाइन, अबाउट, माई कम्पनीजहरू देख्न सक्नुहुनेछ। सर्वप्रथम हजुरले एडिट प्रोफाइलमा गएर आफ्नो प्रोफाइल पिक्चर, कभर पिक्चर, नेम, युजर नेम, करेन्ट पोजिसन, लोकेसन एड गर्न सक्नुहुनेछ। अर्को भनेको अबाउट सेक्सन छ। अबाउट सेक्सनमा विथ हेडलाइन हजुरले आफ्नो बायोहरू सेभ गर्न सक्नुहुनेछ। अर्को भनेको कन्ट्याक्ट इन्फर्मेसनमा एड बेसिक इन्फर्मेसन छ र हजुरको सोसल प्रोफाइल पनि हजुरले एड गर्न सक्नुहुनेछ। अर्को भनेको वर्क एक्सपिरियन्स, अहिलेसम्मको वर्क एक्सपिरियन्स हजुरले एड गर्न सक्नुहुनेछ। अर्को भनेको छ हजुरको पोर्टफोलियो। पोर्टफोलियोमा हजुरको प्रोफाइल नेम विथ युआरएल हजुरले सेभ गर्न सक्नुहुनेछ। नेक्स्ट फिचर छ एचिभमेन्ट। एचिभमेन्टमा पनि एचिभमेन्ट नेम विथ सर्टिफिकेट युआरएल हजुरले सेभ गर्न सक्नुहुनेछ। अर्को भनेको प्ले स्लिप छ, कहाँ बस्नुहुन्छ हजुरले इन्फर्मेसन सेभ गर्न सक्नुहुनेछ। नेक्स्ट वान छ एजुकेसन छ। अहिलेसम्मको हजुरको +2, मास्टर, ब्याचलर, एसएससी सबै इन्फर्मेसन सेभ गर्न सक्नुहुन्छ।